लमजुङको घले बस्तीमा विक्रम सम्वत 2014 सालमा सामान्य किसान परिवारमा शेष घलेको जन्म भएको थियो। उनका एक भाइ, एक दिदी र 2 बहिनी छन्। गाउँको प्राथमिक विद्यालयबाट 5 कक्षा पास गरेपछि त्यसभन्दा माथि पढ्न टाढा जानु पर्थ्यो। तर सानै भएकाले उनकी आमा उनलाई टाढा पठाउन तयार भएनन्। उनलाई 1 वर्ष घरमै शिक्षक राखेर पढाइलाई निरन्तरता दिइयो। घरमै कक्षा 6 को कोर्स पुरा गरेपछि घले कक्षा 7 पढ्न घरदेखि निकै टाढाको दुराडाँडा जाने भए। दुराडाँडा जान घर छोडेको दिन उनी अहिले पनि सम्झिन्छन्। कतै नगएको म घर छोडेर टाढा जान पर्दा एकदमै रोएको थिएँ, उनी सम्झिन्छन्। घर देखुन्जेल फर्की फर्की हेर्दै दुराडाँडातिर लागियो। दुराडाँडामा उनी भर्ना भएको स्कुल 2009 सालमा हाई स्कुल भइसकेको थियो। गाउँमा एमए पास गरेका 101 थिए। उनी नेपाली पनि प्रष्ट बोल्न नजान्ने, विदेश नगएको नेपाली एकैचोटि विकसित देशमा पुगे जस्तो भएको थियो उनी भन्छन्। क्रमशः घुलमिल हुँदै गए, संस्कृति बुझ्दै गए। पढाइमा उनी सुरुदेखि नै राम्रा थिए, तर उनीभन्दा अब्बल साथीहरू पनि थिए, तर ती गाउँतिरै हराएर बरालिए। दुराडाँडामा शेषसहित 4-5 जना डेरा लिएर बस्थे। खानाको लागि चामल, दाल, नुन, तेल घरबाटै आउँथ्यो। आफै पकाएर खानु पर्थ्यो। वर्षा जाडोको छुट्टीमा एक दिन पुरै हिँडेर घर आउनु पर्थ्यो। वर्षे बिदामा उनी घर जाँदा आमा बुबालाई रोपाइँमा सघाउँथे। पहाडको गाउँको जीवनशैली अन्यत्रभन्दा फरक खालको हुन्छ। डाँडामा घर हुन्छ, बेसीमा खेत। वर्षा लागेपछि रोपाइँ गर्न सबैजना खेतमा जान्छन्। गोठमै बसोबास हुन्छ। भदौ लागेपछि गाउँ फर्किने तिहारपछि फेरि बेसी जाडोमा न्यानो हुने भएकोले बेसीमा बास। गर्मी सुरु भएपछि गाउँ अनि वर्षायाममा फेरि बेची। वर्षायाममा छुट्टी हुने भएकोले 2 महिना जति रोपाइँमा व्यस्त हुन्थे। अरू बेलामा घाँस दाउरा गर्न स्वैच्छिक थियो। मन लागे गयो, नलागे कर हुन्न थियो। बाल्यकालमा गाउँमा यस्तै ढुङ्गा हानेर खेल्थे। गुच्चा पनि बजार नजिकका केटाकेटीले मात्र खेल्न पाउँथे उनी भन्छन्। हाम्रो गाउँतिर गुच्चा किन्न पाइँदैन थियो, तर अलि ठुलो भएपछि भलिबल खेलेको उनलाई याद छ। 2030 सालमा दुराडाँडाबाट एसएलसी दिनेमा उनी पनि थिए। स्कुल राम्रो भए पनि फर्स्ट डिभिजन कसैले ल्याउन सकेको थिएन। तर त्यही वर्ष उनी सहित 3 जनाले फर्स्ट डिभिजनमा पास गर्दा जिल्लामै हल्लीखल्ली भएको थियो। तर एसएलसी पास भएकै वर्ष उनी कलेज जान पाएनन्। छिमेकी गाउँमा पढाउन थाले। सानैमा घर छोडेर पढ्न गएकोले आफ्नो संस्कृतिका कुरा धेरै थाहा थिएन उनलाई। मैले 1 वर्ष गाउँमा पढाउँदा रोदी घर लगायत आफ्ना संस्कृति बुझ्ने मौका पाएँ। अहिले सम्झिँदा उनले त्यो 1 वर्ष खेर गएन, बरु उपलब्धिमूलक भयो भन्ने लाग्छ। स्कुलमा नाटक गर्ने, कविता, गीत रचना गर्ने जस्ता सृजनात्मक काममा पनि उत्तिकै सक्रिय थिए। तर उनीसँगै फर्स्ट डिभिजनमा पास भएका 2 साथी कलेज पढ्न सहर गइसकेका थिए। त्यसैले पनि अर्को वर्ष पढ्न काठमाडौँमा हानिए। एसएलसी पास भएपछि पहिलोचोटि काठमाडौँ आएका उनलाई यो सहर कत्रो भव्य लागेको थियो। तर संसारभरिका ठुला सहर घुमेपछि उनलाई अहिले लाग्छ काठमाडौँ त सानो पो रहेछ। पढ्नमा अब्बल उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नाम निकाले। कलेजमा पनि छात्रवृत्ति भेटाएपछि होस्टेलमा बस्न पाए। त्यति बेला तत्कालीन सोभियत सङ्घमा इन्जिनियरिङ पढ्ने मौका पाइन्थ्यो। सोभियत सङ्घमा इन्जिनियरिङलाई सोच्दै उनी मेहनत गर्न थाले। उनले प्रमाणपत्र पास गरेपछि लामो साँगो जिरी सडक निर्माण परियोजनामा 1 वर्ष जागिर खाएका थिए। 20 वर्षकै उमेरमा छिमेकी गाउँकी जमुनासँग उनको विवाह भयो। छात्रवृत्ति पाएपछि सन् 1979मा उनी तत्कालीन सोभियत सङ्घ पुगेका थिए। पढ्दा पढ्दै दुर्घटनामा खुट्टा भाँचिएर 18 महिना अस्पतालमा गुजार्नु परेपछि उनलाई इन्जिनियरिङ सिद्ध्याउन 7 वर्षभन्दा बढी लाग्यो। खुट्टा ठिक नभएको देख्दा खुट्टा काटिन्छ कि जस्तो लाग्थ्यो उनी भन्छन्। डिप्रेसन पनि भएको थियो। हाइवे इन्जिनियर बनेर 1987मा स्वदेश फर्केपछि उनले दार्चुला बैदडी सडक परियोजनामा जागिर पाए। सबै कुरा ठिकठाक चलिरहेको थियो। जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक वा सचिव पनि हुन सक्थे। तर जागिरको 3 वर्षपछि काठमाडौँ आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो। एभरेस्ट होटेलमा एजुकेसन फेयर हेर्न उनी गएका थिए।
अस्ट्रेलियामा पढ्न आकर्षित गर्न फेयर गरिएको थियो। मेलबर्नकै ठुलो तस्बिर टाँगिएको थियो। त्यसै बखत उनले मेलबर्न जान आवेदन गरे। उनी छानिए पनि। मेलबर्न पुगेपछि उनी साताको 7 दिन काम गर्थे। कलेजमा पनि नियमित विद्यार्थी थिए। अस्ट्रेलियामा अध्ययनको क्रममा शेषले आप्रवासीले भोग्ने सामान्य समस्याहरूको सामना गरे। उनले परिवार पाल्न विभिन्न साना कामहरू गरे, तर दीर्घकालीन लक्ष्य भने बिर्सेनन्। MBA गरेपछि अलि राम्रै काम पनि पाए। त्यही पनि उनी थप कमाइका लागि फलफुल टिप्न टाढासम्म पुग्थे र अस्ट्रेलियाको एक होटलमा सरसफाइको काम पनि गरे। त्यहाँ काम गर्दा उनले 5 मिनेटमा होटलको कोठा सफा गर्थे। यो काममा आफ्ना सहकर्मी सबैलाई उछिन्थे। यसरी काम गरे बापत उनी पुरस्कृत पनि हुन्थे। सबैलाई उछिनेर काम गर्ने भएकोले उनलाई स्पिडी गोन्जालेस भनेर नाम राखिएको थियो। सन् 1995 मा अस्ट्रेलिया सरकारले त्यहाँ पढेका विद्यार्थीहरूलाई स्थायी बसोबास PR दिने योजना ल्यायो। उनले सजिलै PR पाइहाले। सफलताको सबैभन्दा बलियो आधार शिक्षा रहेको बताउने शेष घले उच्च शिक्षा अध्ययनको सिलसिलामा अस्ट्रेलिया भासिएका थिए। घलेले MBA मा माइनर थेसिस गरेका थिए भने जमुनाले बिजनेस मार्केटिङमा अध्ययन एवं काम गरिरहेकी थिइन्। उनीहरू त्यति बेला कलेज पनि फुल टाइम काम गरिरहेका थिए। बिस्तारै उनीहरूले एउटा रेस्टुरेन्ट जोडे। सन् 1996 ताकाको कुरा हो। केही अनुभव र पैसाको जोहो गरिसकेपछि उनीहरूले कलेज खोल्न लाइसेन्स लिने निर्णय गरे, जुन लगभग असम्भव नै थियो। भारतीयहरूले समेत लाइसेन्स पाएका थिएनन्। 1-2 जना चाइनिजले लाइसेन्स पाएका थिए कलेज खोल्नका लागि। भाग्यवश लाइसेन्स प्राप्त भएपछि काम सुरु भयो। 2 वर्षसम्मको मेहनत र कडा परिश्रमले उनलाई एकपछि अर्को सफलता मिल्दै गयो। 2 वर्षपछि उनले उच्च शिक्षा र विश्वविद्यालयको डिग्रीको लागि सम्बन्धन प्राप्त गरे, जुन अर्को असम्भव कुरा थियो। दिनरात मेहनत गरिरहेका उनले सन् 2002 मा बन्द भएको कलेज किनेपछि सफल व्यवसायको सिडी उक्लिन थालेको उनी बताउँछन्। घले र उनकी पत्नी जमुना गुरुङ मिलेर अस्ट्रेलियाको मेलबर्न र सिडनीमा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी MIT सञ्चालन गरिरहेका छन्, जहाँ करिब 3000 स्वदेशी तथा विदेशी विद्यार्थीले अध्ययन गरिरहेका छन्। MIT ले टेलिकम्युनिकेसन तथा मोबाइल प्रविधि, नेटवर्क सेक्युरिटी, बिजनेसमा डिग्री प्रदान गर्छ। यस्तै घले दम्पतिले MIT ग्रुप होल्डिङ्स मार्फत भिक्टोरियाका ऐतिहासिक महत्त्वका पुराना भवन खरिद गरी ती भवनलाई जीर्णोद्धार गरेर संरक्षण गर्ने काम गरिरहेका छन्। सन् 2013 मा उनी अस्ट्रेलियाका धनाढ्यको सूचीमा 180औं स्थानमा थिए। सन् 2015 मा आएर उनी 79औं स्थानमा उक्लिएका थिए। सन् 2015 का सबैभन्दा धनी 200 व्यक्तिको सूचीमा घले 52 करोड 80 लाख डलर सम्पत्तिसहित 79औं स्थानमा परेका थिए। MIT को सफलतापछि शेष घलेले अचल सम्पत्ति, रियल इस्टेट विकास जस्ता अन्य व्यवसायमा पनि पाइला टेके। उनको उद्यमशील सोच, परिश्रम र दूरदृष्टिले उनलाई ठूलो सफलता दिलायो। सन् 2025 सम्म उनको कुल सम्पत्ति 1 अर्ब डलर पुगेको थियो। शेष घले केवल व्यवसायमै सीमित छैनन्, उनी परोपकारका काममा पनि सक्रिय छन्। नेपाली समुदाय र शिक्षा क्षेत्रमा उनी निरन्तर लागि परेका छन्। सन् 2013 देखि 2017 सम्म उनी गैर आवासीय नेपाली सङ्घ NRNA का अध्यक्ष समेत रहे। उनले विश्वभर छरिएर रहेका नेपालीहरूको सामूहिक प्रयास नेपालकै हितमा प्रयोग गर्न महत्त्वपूर्ण भूमिका खेले। शेष घलेका योगदानहरूलाई विभिन्न सम्मानद्वारा कदर गरिएको छ। सन् 2015 मा उनलाई अस्ट्रेलियाको एक विश्वविद्यालयले उच्च शिक्षामा योगदान र शहरी विकासमा गरेको कार्यको कदर स्वरूप मानार्थ डाक्टरेट उपाधि प्रदान गर्यो। नेपालमा भूकम्पपछिको पुनर्निर्माणको लागि उनलाई नेपाल सरकारले विशेष दूतको रूपमा नियुक्ति गरेको थियो। साथै घरेलु हिंसा विरुद्ध सचेतना फैलाउने अभियानमा उनी नेपालका लागि सद्भावना दूत समेत बनेका थिए। उच्च शिक्षा र सम्पदा संरक्षणमा पुर्याएको योगदान तथा नेपाल र नेपालीको जनताको सेवामा गरेको समर्पणको कदर गर्दै NRNA अध्यक्ष शेष घलेलाई अस्ट्रेलियाको फेडरेसन विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो। मेलबर्नको ऐतिहासिक र पुरानो सम्पदा मानिने अगर्स भवन खरिद गरी त्यसको बाहिरी संरचनालाई पूर्व डिजाइन अनुसार निर्माण गरी भित्री संरचनालाई करिब 6 करोड 50 लाख अस्ट्रेलियन डलर करिब 5 अर्ब रुपैयाँ खर्च गरी
आधुनिकीकरण गरिएको छ। सन् 1920मा बनेको यो भवन सन् 1957 यता प्रयोगविहीन थियो, जसले आधुनिकीकरण गरेर खले दम्पतिले MIT कलेज सञ्चालन गरिरहेका छन्। व्यापारिक हित मात्र नहेरी सम्पदा संरक्षणमा योगदान दिएको भन्दै खले दम्पतिको कामले मेलबर्नका जनता र स्थानीय प्रशासनबाट प्रशंसा पाएको थियो। अस्ट्रेलियाको धनाढ्यको सूचीमा 79औं नम्बरमा रहेका खले र उनकी पत्नी जमुना MIT ग्रुप फाउन्डेसन मार्फत नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी 1 अर्बको परोपकारी कोष स्थापना गरेका छन्। सो कोष मार्फत भूकम्प तथा नाकाबन्दीका बेला राहत प्रदान गरिएको छ भने हालै जनकपुर स्थित क्षेत्रीय अस्पतालमा प्रसुति गृह निर्माण गर्ने घोषणा गरिएको छ। लिनका लागि होइन दिनका लागि गरिने समाजसेवा र NRN अभियानमा बितेका 2 वर्षको समीक्षा गर्दै खलेले भने, काम गर्दा केही गाह्रो अप्ठ्यारो भएर होला, तर NRNमा बितेको समय मैले खेर फालिन भन्ने लाग्छ। मेरो अनवरत यात्राले मलाई नेपाली समाजको भावना बुझ्ने र सिक्ने मौका दिएको छ। मैले गुमाएको होइन, धेरै पाएको छु, उनले भने। संसारमा छरिएर रहेका नेपाली समाज फरक विशेषताका कारण पनि चिनिन्छन्। हामी जति छरिएर बसे पनि मुलुक दुख्दा एकजुट हुने हाम्रो सुन्दर पक्ष हो, खलेले भने। मुलुकमा भूकम्पको ताण्डव मचिँदा प्रवासी नेपालीले देखाएको माया ममताले पनि जन्मभूमिप्रतिको कर्तव्यबोध छल्केको उनले बताए। NRNA को कलेक्टिभ इन्भेस्टमेन्ट अन्तर्गत सामाजिक र व्यावसायिक लगानी अगाडि बढिरहेको परिस्थितिमा त्यसले निरन्तरता दिने र यसले बढावा दिने कार्ययोजनाको तर्जुमा अहिलेको आफ्नो नीति रहेको उनले खुलासा गरे। त 8 म पुर्याउँछु भने चाहिँ NRNAले थालेका ठुला कामका अपार सहभागिता र सहयोग पाएको भन्दै संस्थाप्रतिको विश्वास बढेको र एउटा विश्वासिलो साझेदारको रूपमा अगाडि बढेको खलेले दाबी गरे। NRNA अभियानमा बितेका 2 वर्ष बित्दा धेरै कुरा सिक्न पाएको बताउँदै खलेले भने, जीवनमा नसिकेका थुप्रै चिज रहेछन्, सिक्ने मौका पाइयो। सङ्घर्षको दिन सम्झँदै खलेले भने, प्रवासमा बस्ने हामी सबै नेपालीको एउटै कथा हो। प्रारम्भमा सङ्घर्ष र स्थायित्व, त्यसमा कोही साथी केही माथि पुग्नुभयो होला, कोहीले फड्को मार्नुभयो होला, तर सबैको सङ्घर्षको कथाहरू सामान्य उस्तै छन्। भ्यालु क्रिएट गर्ने आफ्नो जिम्मा भए पनि त्यसको मूल्याङ्कन अरूले गर्ने उनको बुझाइ छ। अबको योजना फिलान्थ्रोपी क्षेत्रमा रुचि रहेको खले बताउँछन्, तर यसमा पनि धेरै सिक्नुपर्ने छ, जुन भूकम्प र बाढी पहिरोको बेला राहत बाँड्न जाँदा मैले सिकेँ। NRNA अध्यक्ष हुँदा उनी राहत बाँड्न सप्तरी गएको अनुभव सुनाउँदै थिए, जुन सुन्न लायक पनि थियो। अत्याधिक तापक्रम थियो, गर्मी सहन नसकी पानीको बोतल टाउकोमा खन्याएको थिएँ। निकै दुःख थियो। विपदमा परेर घरबार विहीन भएका र खानासम्म नपाएर बिरामी परेकाहरू सडकमा परेका थिए। त्यति बेला कम्ती बिजोग थिएन नेपालमा। त्यो देखेर हामी आफ्नै खल्तीको पैसा बोकेर र विदेशमा सबैसँग पैसा सङ्कलन गरेर त्यहाँ राहत बाँड्न पुगेका थियौँ। राहत बाँड्ने क्रममा स्वयं जनताका जनप्रतिनिधिहरूले आफ्ना नातेदार र राजनीतिक भोटरहरूलाई दोहोऱ्याएर लाइनमा बसाउने र राहत बाँडेको प्रत्यक्ष आँखाले देखियो। कुनै परिवारमा एकजनाले राहत नपाएर बिजोग देखिन्थ्यो। पीडितहरू र जनप्रतिनिधिहरू बीच ढुङ्गामुढा चल्यो। खास पीडितहरूले राहत नपाएको थाहा हुँदा हामीले त्यो भिडलाई थाम्न सक्ने सम्भव थिएन। तर यसमा उनीहरूको दोषभन्दा सिस्टमको खराबी स्पष्ट देखिन्थ्यो। यस खालको प्रयोग देशमा सबै क्षेत्रमा देखिन्छ। नेपालमा आफ्नै खल्तीको पैसा आफै गएर दिन पनि गाह्रो रहेको उनको भनाइ छ। भूकम्प गएको बेला डलासवासीले लगाएको गुड आफूले नबिर्सेको उनले बताउँछन्। डलास लगायत अमेरिका र विदेशभरका नेपालीहरूले आफूले विश्वास गरी आफ्नो कार्यकाल सफल बनाइदिएकोमा धन्यवाद पनि दिन्छन् खले। सङ्घर्षमा उतार चढाव पार गर्दै पछिल्लो पटक होटेल व्यवसायमा प्रवेश गरेका खले धेरै नेपालीका लागि सपनाको देश अस्ट्रेलियाका 81औं धनी व्यक्तिको परिचय दिन पनि सफल भएका थिए। उनको सफलताको पछाडि कडा परिश्रम, लगनशीलता, पारदर्शिता जस्ता कुराको ठूलो भूमिका रहेको अनुभव छ। धेरै नेपालीहरू अधिकतम क्यास सङ्कलन गरेर छिटै धनी बन्ने सपना देख्छन्, जसमा आफ्नो विश्वास कहिले नरहेको उनी बताउँछन्। एउटै र सानो कामबाट सुरु गरेर मेहनत अँगाल्न सके सफलता टाढा नरहेको उनी बताउँछन्। अमेरिकामा रहँदा आफू 81औं धनीको सूचीमा परेको कुरा पनि थाहा नपाएको बताउने उनी
आफूले कर्म गर्ने र त्यसको मूल्याङ्कनको जिम्मा अरूलाई नै दिएको बताउँछन्। यसबारे उनलाई सोद्धा उनी जवाफ दिन कठिन हुने बताउँछन्। सम्पूर्ण नेपालीको आदर्श बनेका शेष घले नेपाली जनताको लागि प्रेरणाको स्रोत हुन्। उनले गरेको मेहनत र उनले पाएको सफलताले विश्वसामु नेपालीको शिर उच्च भएको छ र विश्वमा नेपालीले पनि केही गर्न सक्छन् भन्ने उनले गतिलो उदाहरण प्रस्तुत गरेका छन्।